नमस्कार दर्शकवृन्द, यति बेला हामी लन्डन स्थित नेपाली दूतावासमा छौँ। आज यहाँ ब्रिटेन नेपाल चेम्बर्स अफ कमर्सको अधिवेशन सम्पन्न भएको छ। नयाँ अधिवेशनले विराज भट्टको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। आज हामीले यहाँ के भयो, कार्य समितिमा को आउनुभयो, पूर्व अध्यक्ष निवर्तमान अध्यक्षहरूको के छ भनाइ, यस्तै विषयमा कुराकानी गर्नेछौँ। ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सको अध्यक्षमा विराज भट्ट निर्वाचित, समितिमा अरू को आए? बेलायत स्थित नेपाली व्यवसायीहरूको साझा संस्था ब्रिटेन नेपाल च्याम्बर अफ कमर्स BNCC को अध्यक्षमा विराज भट्ट सर्वसम्मत रूपमा चयन भएका छन्। शुक्रबार साँझ लन्डन स्थित नेपाली दूतावासमा सम्पन्न संस्थाको वार्षिक साधारण सभाले भट्टलाई नयाँ अध्यक्षमा चयन गरेको हो। यसैगरी नयाँ कार्य समितिको उपाध्यक्षमा कमल पौडेल र इन्द्र गिरी तथा सचिवमा राजेन्द्र श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो। त्यस्तै सदस्यहरूमा कृष्ण भट्ट, सन्तोष मण्डल, अञ्जली फोयाल, प्रभु नेउपाने, नाडिया विलियम्स, प्रकाश ढुङ्गाना, अनिल नेउपाने, मुसाद अन्जिज, बीपी खनाल, बसन्त नेपाल, विकास नेपाल र क्याम्पबेल मिचिल, दीपक श्रेष्ठ चयन भएका छन्। कार्यक्रममा लन्डन स्थित नेपाली दूतावासका कार्यवाहक राजदूत एवं BNCC संरक्षक विपिन दुवाडीले नवनिर्वाचित कार्य समितिलाई बधाई तथा निवर्तमान कार्य समितिको सफल कार्यकाल प्रति कृतज्ञता व्यक्त गरे। उनले नेपाल बेलायत बीचको द्विपक्षीय व्यापार, लगानी प्रवर्तन तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउने विषयमा आफ्नो धारणा राखे। Chairman of BNCC, Mr. Biraj, is really a good friend of mine and is in fact very humble and accessible to everyone. So I would like to congratulate him and his new team, the newly elected vice chairs and all the team members, and I wish you a successful term and tenure. So I hope the new team will, work further in strengthening our relations, especially in the sector of trade and investment. ब्रिटेन नेपाल चेम्बर्स अफ कमर्सका निवर्तमान अध्यक्ष कपिल रिजाल के भन्नुहुन्छ त? आफ्नो संस्थालाई यहाँसम्म दिनुभएको योगदानको चर्चा र नेपाल बेलायत सम्बन्धका विषयमा, टुरिज्मका विषयमा आज के छलफल भयो र विगतमा के भए भनेर उहाँसँग हामीले छोटो कुराकानी गर्छौँ। आउनुहोस्। कार्यकाल चाहिँ राम्रो रह्यो भन्नै पर्छ, राम्रो भयो। तर जहिले पनि के हुन्छ भने कार्यकाल सकिँदाखेरि चाहिँ मैले यो पनि गर्न पाएको भए हुन्थ्यो, त्यो पनि गर्न पाएको भए हुन्थ्यो भन्ने चाहिँ अवश्य हुन्छ, किनभने हामी काम गर्ने मान्छे भएकोले गर्दाखेरि। तर लभली थिङ के छ भनेदेखि मसँग 5 वर्षदेखि जो डेपुटीमा हुनुहुन्थ्यो विराज भट्टजी, उहाँ हुनुभएकोले गर्दाखेरि अहिले जुन हामीले प्लान बनाएको थियो त्यो नसकेको काम चाहिँ विराजजीले सम्पूर्ण गर्नुहुन्छ र कन्टिन्युटी नै छ भन्ने लागेकोले गर्दाखेरि फरक पर्दैन भन्ने सोचिरहेको छु। कार्यक्रममा वरिष्ठ पत्रकार भागीरथ योगी, मोर्गेज एडभाइजर रमेश सारङ्गाकोटी, चार्टर्ड अकाउन्टेन्ट LN पाण्डे, व्यवसायीहरू दयानिधि सापकोटा, सुरेश केसी, महन्त श्रेष्ठ, राज पाण्डे, अञ्जली फोयाल, बासु लामेछाने लगायतले विभिन्न जिज्ञासा राखेका थिए। कार्यक्रममा अध्यक्षको जिम्मेवारी सम्हाल्दै ट्राभल व्यवसायी समेत रहेका भट्टले सभामा BNCC को आगामी कार्ययोजना, सदस्य सेवा विस्तार, व्यापार प्रबन्धन गतिविधि तथा आगामी दिनमा नेपाल बेलायत आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे। उनले सहभागी र सहयोगी सबैप्रति आभार समेत व्यक्त गरे। म साथीहरूलाई धन्यवाद भन्न चाहन्छु। अहिलेसम्म म लगभग 8 वर्षदेखि भाइस चेयरमा बसेर अहिले म अध्यक्ष भएको हुँ र योभन्दा पहिला पनि हामीले धेरै कार्यहरू गरिरहेका थियौँ र मेरो धेरै साथीहरूले सपोर्ट गर्नुभएको थियो। अहिले झन् नेसन वाइड साथीहरू आउनु भएको छ, सपोर्ट गर्नुभएको छ। एउटा बिजनेस अर्गनाइजेसन हो, यहाँ आएर मेम्बरसिप लिएर उहाँहरूलाई केही नेटवर्किङ इभेन्टमा आउँदाखेरि उहाँको बिजनेसको ग्रोथको लागि, प्रोस्पेरिटीको लागि केही फाइदा हुन्छ, केही हुन्छ भने आउनुहोस्, जोइन गरौँ, लेट्स वर्क टुगेदर। र सबैको सहयोग र सबैको सहयात्राको मैले अपेक्षा राखेको छु र यहाँहरू सबैलाई आएर हामी सँगै काम गरौँ र कलेक्टिभली एउटा नेपाली डायस्पोराबाट नेपालमा केही ठुलो लगानीले जाने एउटा सम्भावनामा हामी काम गर्दैछौँ र हामी सबैलाई समग्र रूपमा एक ठाउँमा भएर काम गर्नलाई आह्वान गर्दछु।
हामीले पहिलेकै कार्यहरूलाई कम्प्लिट गर्नुपर्ने धेरै कुराहरू छ, जस्तो अब नेपालको डुअल ट्याक्सेसन इस्युजहरू भयो, लगानीको अब फिर्ता ल्याउनेमा कानुन त बनिसकेको छ, तर प्र्याक्टिकल रूपमा यसलाई त्यति सहज रूपमा लिएको छैन र त्यस्ता कामहरूलाई हामीले पहिलेदेखि नै लबिङ गरिरहेका हौँ, किन अब यो गभर्मेन्ट टु गभर्मेन्ट लेभलमा हुने कुराहरू हुन् र यो हामीले पहिले पनि कन्टिन्यू गरिरहेछौँ र हामीलाई लाग्दैछ यो लगभग निचोडमा पुग्ने अवस्थामा छ। त्यस्तै अब अरू केही यो हामीले ट्रेड एन्ड इन्भेस्टमेन्टको लागि एउटा ट्रेड डेलिगेसन लिएर जाँदैछौँ अक्टोबरमा र होपफुल्ली वी विल ह्याभ सम गुड न्युज बाई देन। च्याम्बर भनेको बिजनेस कम्युनिटी हो, बिजनेसमा इन्भल्भ भएका व्यक्तिहरूले आफ्नो इच्छाले फी पे गरेर मेम्बरसिप लिएर अनि मेम्बरहरूलाई मात्र बोलाइएको हुन्छ। यो जनरल पब्लिक भनौँ न यो ग्यादरिङ अथवा अर्गनाइजेसन भन्दा च्याम्बर चाहिँ एउटा बिजनेस अर्गनाइजेसन भएले यसको अलिकति फरक भिन्नता छ। साथीहरूको कन्सर्नलाई म कम्प्लिटली बुझ्छु र हामीले सकेसम्म अहिले आइरहेका अपकमिङ न्यू एन्टरप्रेनरहरू जो चाहिँ नि डायस्पोराबाट धेरै ठाउँमा सक्रिय हुनुहुन्छ, धेरै ठाउँमा सफल हुनुहुन्छ, उहाँहरू सबैलाई बोलाएर एउटा इन्टरेक्सन गर्ने, रिजनल रूपमा जाने हामीले प्रोग्राम बनाएका छौँ। हाम्रो कमिटीबाट आज त्यो पास पनि भएको छ र हामीले वेल्समा, नर्दर्न आयरल्यान्डमा, स्कटल्यान्डमा, मिडल्यान्डमा, साउथ इस्ट साउथ वेस्टमा सब कमिटी बनाएर सकेसम्म बढी नेपाली एन्टरप्रेनर डायस्पोराहरूलाई एकत्रित गरेर हामीले केही इन्टरेक्सन गरेर त्यसबाट केही राम्रो सम्भावनाहरू निकाल्ने प्रयासमा छौँ र हामी डेफिनेटली वी विल बी इन टच विथ अल द बिजनेसेस र हामीसँग एकदम सलिड टिम छ। अनि यो टिम यो नयाँ पनि होइन, 8-9 वर्षदेखि यही क्षेत्रमा लागिरहेको हुनुहुन्छ। उहाँहरू सबै एकदमै आफ्नो ठाउँबाट पूर्ण दक्षता भएका एक्सपर्टहरू हुनुहुन्छ र उहाँको सहयोग कन्टिन्यू हुन्छ भन्ने मैले अपेक्षा गरेको छु र म आइ एम भेरी मच स्योर द्याट दे विल बी। लन्डन स्थित नेपाली दूतावासमा भएको कार्यक्रममा बीएनसीसीका पदाधिकारी, सदस्यहरू, व्यवसाय प्रतिनिधि तथा विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी व्यवसाय दयानिधि सापकोटा, सुरेश केसी र राज पाण्डे के भन्छन् त यो हेर्नुहोस्। म पनि एउटा चाहिँ बिजनेस इन्टरप्रेनर, अहिले भर्खरै मिडल्यान्डमा मेरो पनि सानातिना 2-4 बिजनेस पनि भएको र मैले पनि केही सिक्ने इच्छा र देख्ने भोग्ने इच्छा भएको कारणले गर्दाखेरि म यहाँ आएको हो। मलाई त्यति अनुभव त केही पनि थिएन यो बीएनसीसीको सम्बन्धमा। म आफै पनि नर्थाम्प्टन र लेस्टरसायरको ब्रिटिस च्याम्बर्सको चाहिँ मेम्बर भएको कारणले गर्दाखेरि मलाई कौतुलता भइरहेको थियो कि यहाँ आइसकेपछि हाम्रो नेपाली कम्युनिटीमा पनि एउटा बीएनसीसीले कस्तो किसिमको चाहिँ एउटा रोल गरिरहेछ भन्ने मलाई कौतुला भएको कारणले म यहाँ आएको हो। धेरै कुराहरू सिक्ने मौका पाइयो र बुझ्ने पनि मौका पाइयो। प्रोग्राम आजको राम्रो थियो किनभने यो मेरो पहिलोचोटि बीएनसीसीमा आज मेरो आएको थियो, किनभने यो 2-3 वर्ष अगाडि मैले थाहा पाउनु थियो, तर मैले आज फर्स्ट टाइम आउने मौका पायो। राम्रो समग्रमा आज प्रोग्राम राम्रो, जो धेरैजनासँग भेट्न पाइयो, चिन्न पाइयो, समग्र राम्रो भयो। मैले अघि पनि प्रश्न सोधेको थिएँ कि बीएनसीसीमा महिलाको कोटा एकदम कम रहेछ, बढाउनु पऱ्यो, प्लस यङ एन्टरप्रेनरहरूलाई पनि तान्नु पऱ्यो, किनभने इस्टाब्लिस भएको मात्र होइन कि यङहरूलाई हेल्प गऱ्यो भने हामीले उनीहरूलाई इस्टाब्लिस हुन्छ नि पछि गएर। सो यो कुरा दुइटा कुरा राखेको थिएँ। अब सायद उहाँले पनि भन्नुभएको छ तपाईँहरू जस्तै मान्छे आएर हामीलाई मद्दत गर्नु पऱ्यो, सो हामी मद्दत गर्न तयार छौँ। आज बीएनसीसी युकेको अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ र विराज भट्टजी नयाँ कार्यसमितिको नेतृत्वमा आउनुभएको छ। यो कार्यसमितिलाई हामीले शुभकामना दिन चाहन्छौँ र कार्यसमितिको कार्य अवधिभित्र तपाईँहरूले बेलायती डायस्पोरामा रहेका सबै इन्टरप्रेनरहरूलाई जोड्नु होला र यो संस्थाको गरिमा बढाउनु होला भन्ने पूर्ण आशा गर्दछु। र आजको कार्यक्रम अत्यन्त राम्रो, रमणीय, सौहार्दता र बेलायत र नेपालको लागि एन्टरप्रेनरहरूले गर्न सक्ने सम्भाव्य विकास, सहयोग र नेपाली डायस्पोराको उजागर गर्ने जुन काम बीएनसीसीले गरेको छ। निवर्तमान अध्यक्ष डाक्टर कपिल रिजालले एक अर्कामा सहयोग गर्नु महत्त्वपूर्ण भएकाले त्यसैका लागि बीएनसीसी गठन भएको बताए।